हैन सुरुमा के गर्यो एउटा हामीले साइड क्लिनिङ गर्यो होला यहाँ त्यसपछि एक्जामिनेसन गर्यो एक्जामिनेसन पुरैमा गर्यो त्यसपछि तल सोलिङ गरेर पिसिसी बिछाएको है पिसिसी बिछाएर अब फुटिङको लागि डन्डी बिछाएको कोलमको लागि डन्डी कुन टाइपको फाउन्डेसन छ कम्बाइन्ड फुटिङ छ त्यसपछि कम्बाइन हुन्छ सबै कम्बाइन फुटिङ यो मात्र आइसोलेटेड छ यता कर्नरको आइसोलेटेड कर्नरमा आइसोलेटेड इसेन्ट्रिक युज भएको छैन इसेन्ट्रिक कुन छ कुनै छैन युज भएको छैन इसेन्ट्रिक कुनै पनि छैन है इसेन्ट्रिक अब स्टफ जस्तो क्लासमा त जस्तो कि यदि जिरो साइड छ र इसेन्ट्रिक फुटिङ युज गर्ने बेला मात्रै सिट पाइल युज गर्ने भने तर यहाँ युज गरेर यहाँ किन युज गरे त सिट पाइल अर्काको घर छ नि त त्यहाँ अर्काको जमिन भएछ कोलममा डन्डीहरू त तपाईँ कुन त भइसक्यो आधा डन्डी तल छ कि नै यसमा त कुनै डाउट छैन अब किनकि कहिले पनि अल्टरनेटिभ म्यापिङ हुनुपर्छ यसमा कुनै डाउट छ त छैन अब तल चेयर बार देख्न सक्नुहुन्छ है चेयर बार पनि छ तल हेर्नु त फुटिङमा डबल जाली टुमेसमा छ नि चेयर बार कस्तो सेपको छ नि छ कि नै हिजो जसलाई चेयर बार पढाएको थिएँ अपोजिट हुनुपर्छ भनेको थिएँ कि नै ब्ल्याक अपोजिट छ कि नै छ नि जसले बिबिएस पढ्नुभयो अपोजिट ब्ल्याक छ अब त्यो कोलममा जुन दिएको छ नि फुटिङमा डन्डी गएको छ त्यसैलाई डेभलपमेन्ट लाइन भन्ने मिनिमम कति हुनुपर्छ 300 mm हुनुपर्छ है डेभलपमेन्ट जस्तो पढाएको थिएँ नि सुरुको क्लासमा तल हेर्नु डेभलपमेन्ट दिएको छ कि नै सबैमा 300 mm हुनुपर्छ मिनिमम 300 mm है 300 mm भन्दा कम हुनु भने डेभलपमेन्ट 20 को त्यो बङ्गाला डेभलपमेन्ट त्यो पनि कोलमको पनि डेभलपमेन्ट भयो क्लियर कभर 50 mm दिएको छ तल हेर्नु त सबैमा क्लियर कभर राम्रोसँग दिएको छ कङ्क्रिटको यसको ग्रेड कति हुनुपर्छ M25 को हुनु पऱ्यो हो कि नै M25 को सबैमा दिएको छ यसमा अनि सर एउटा अल्टरनेटिभ बनाएर चाहिँ जस्तो कि त्यो उस नि लेग पनि भयो उसको के डबल मेसको मुनिको माथि अनि जस्तो माथिको तल बनाएर छोटो लामो बनाएर अल्टरनेटिभ बनाएर जइन गरेको त्यो क्लियर बार हालेको छ क्लियर कभर चेयर बार हेर्नु त तल डबल जालीमा छैन बिचमा हेर्नु त त्यहाँ चेयर बार काम गर्दैछ नि बिचमा यस्तो डन्डी छैन यु टाइप बिचमा हेर्नु त कोलम र यो दुईटै कोलमको बिचमा यो चेयर बार कतिवटा हाल्नुपर्ने कति म्याक्सिमम यसो 1 मिटरमा हुनु पर्यो यसको कर्नरमा राखेर 20 सेन्टरमा एउटा राखेको जस्तो कर्नरको बिचमा यता अनि यता राखेर सेन्टरमा यो ल्याउट गरे होला सुरुमा यो पिलरहरू लाग्छ है कलर मार्किङको लागि धागो गरेको छ यो कोलमको मार्किङको लागि गरे होला है जस्तो यो एक्स्ट्रा पिसिसी गर्नै पर्ने हुन्छ पिसिसी जस्तो यो हाम्रो यो कम्बाइन फुटिङको भन्दा एक्स्ट्रा भइरहेको छ ठिक छ अब अरू के डिफ्रेन्ट पर्छ त्यो सिङ्गल जो आइसोलेटेड फुटिङमा सिङ्गल जाली छ कम्बाइनमा डबल जाली छ है त्यो पनि डिफ्रेन्ट हुन्छ डबल जाली अनिवार्य छ कम्बाइनमा दुईभन्दा बढी तर हामीलाई यो खर्चमा कतिवटा यो कोलम त यो इन्ट्रान्स होला नि यहाँ राम्रो देखिन्छ सर्कुलर तर कति डन्डी राख्ने त्यसमा अब स्ट्रक्चरहरू नराख्ने गर्ने लोड कति रहेछ टाइम बिल्डिङ कस्तो छ है त्यो यसको स्टेयरकेस कुन साइड त्यो ड्रइङ हो होइन त्यो ड्रइङ हेर्नु भएन राम्रो त स्ट्यान्ड वाइज त सर्कुलर के अरे स्क्वायरै हुन्छ यहाँ रेक्टेङ्गुलर हुन्छ त्यसपछि लागि राम्रो
75 सरी होला स्ट्रक्चर एनालाइसिस नै भएको छ जस्तो कति स्क्वायर फिटको होला सर बिल्डिङ धेरै त्यो मलाई थाहा भएन अब ड्रइङहरू होला 1000 भन्दा 1000 कम होला यसरी हेरेर कसरी थाहा माथि थाहा अनिवार्य पर्यो डेप्थ त धेरै छ यसको डेप्थ पनि धेरै बाँकी अब सोल कस्तो छ सोल टेस्ट पनि त गरे होला ब्ल्याक सोल भन्दै पहिला खोला हिँड्थ्यो होला यहाँ वलुटन यो अलि हार्ड रक त फिलिङ गरेर होला नि ब्ल्याक सोल भएको कारणले गर्दा तल होइन छैन गर्नुपर्छ त होइन सर ब्याक सोइल छ यहाँ अनि अलि हार्ड लेयर बनाउनु पर्यो नि स्यान्डी सोइल हो तर पानी त खतरा निस्किने रहेछ क्या निकाल्दैछ त्यता गर्दै निकालेछ कि यसमा उखाले होला पानी क्युरिङ गरे पानी आएको आइछ ओहो यो त पुरै राम्ररी गर्नुपर्छ ब्याकफिल गर्छ नि ब्याकफिल गर्ने पनि त माटो बसेको गर्छ होला ब्याकफिल गर्छ त्यही भएर कम्प्याक्सन गर्छ स्टेक ब्याक गर्छ थोरै हाल्यो यसलाई कम्प्याक्सन हुनु फेरि फिल गरेर कम्प्याक्सन त टन्नै गर्नुपर्छ माटोमा ल अब म के सम्झाइसकेको छु फेरि सम्झाउन मन गरेन क्या भन्यो ल सुरु गरौँ भनिदिनुहुन्छ भने फर्स्ट अफ कहाँबाट जाने यतैबाट यही कटाउबाट सुरुमा कोलमबाटै जाउँ त कोलममा हेर्नु जहिले पनि अल्टरनेटिभ ल्यापिङ हुनुपर्छ होइन जहिले पनि के हुनुपर्छ अल्टरनेटिभ ल्यापिङ हुनुपर्छ मलाई नदेखाउनु ल्यापिङ भएको छ यसमा चाहिँ डन्डी छोडेको छ नि त यहाँदेखि हुन्छ होला कति मिटरको होला 12 मिटरको होइन ल सुरुमा के गरौँ त सुरुदेखि है कोलममा जहिले पनि के हुनुपर्छ अल्टरनेटिभ ल्यापिङ हुनुपर्छ यहाँ हेर्नु त 50% एक ठाउँमा छ 50% अर्को ठाउँमा छ है कहिले पनि एकै ठाउँमा आउनु भएन एकै ठाउँमा आएपछि के हुन्छ कुन फेलियर हुन्छ बक्लिङ फेलियर है कहिले पनि एक ठाउँमा आउनु भएन जहिले पनि अल्टरनेटिभ हुनु पऱ्यो हेर्नु आधा 50% एक ठाउँमा छोडेको छ कि नै 50% अर्को ठाउँमा छोडेको है जहिले पनि एउटा साइडमा आउँदाखेरि यो अल्टरनेटिभ ध्यान दिने है अर्को कुरा भनेको डेभलपमेन्ट लेन्थ तल हेर्नु त कोलममा डेभलपमेन्ट दिएको छ नि त्यो डेभलपमेन्ट लेन्थ हुनु पऱ्यो मिनिमम कति हुनु पऱ्यो 300 mm चाहिँ हुनै पऱ्यो है मिनिमम 300 mm हुनु पऱ्यो 300 mm भन्दा कम हुनु भएन डेभलपमेन्ट है सबैमा डेभलपमेन्ट दिएको छ कि नै अर्को कुरा डेभलपमेन्ट ध्यान दिनु डेभलपमेन्टको काम भनेको हाम्रो के हो त एउटा बिल्डिङ कम्पोनेन्टको स्ट्रेस अर्को बिल्डिङ कम्पोनेन्टमा इजिली ट्रान्सफर के गर्छ त कोलमले फुटिङलाई लोड दिन्छ नि त कोलमको लोड कहाँबाट हुन्छ फुटिङमा एउटा बिल्डिङ कम्पोनेन्ट भनेको कोलम अर्को बिल्डिङ कम्पोनेन्ट भनेको फुटिङ हो नि कोलमले लोड दिएर फुटिङ है अर्को तल हेर्नु त पिसिसी गरेर सबै फुटिङको मुनि पिसिसी छ कि नै पिसिसी अनिवार्य गर्नु पऱ्यो है पिसिसी कति गर्नु पऱ्यो यहाँ हाम्रो साइडमा 100 mm गरेको छ है 70 mm देखि 100 mm गर्न सक्नुहुन्छ जनरली 3 इन्चदेखि 6 इन्चसम्म गरिन्छ है पिसिसी गर्नु पऱ्यो हरेक अनि हाम्रो जो फुटिङको जाली बुझिया छ कुन टाइपको छ यो
कम्बाइन फिटिङ छ, यहाँ पनि कम्बाइन छ, यहाँ पनि कम्बाइन है, कम्बाइन छ। अनि त्यहाँ चाहिँ आइसोलेटेड छ है, यो चाहिँ कम्बाइन छ, यो चाहिँ आइसोलेटेड छ। अनि कम्बाइनमा डबल मेस जाली छ है, यो चाहिँ अनिवार्य हो डबल मेस जाली छ। अनि कम्बाइनमा डबल मेस जाली नै हुनु पऱ्यो है। अनि यो डबल मेसको जाली तल क्लियर कभर दिएको छ, क्लियर कभर कति हुनु पऱ्यो, 50 mm हुनु पऱ्यो है। जहिले पनि 50 mm, फुटिङमा 50 mm, कोलममा 40 mm, बिममा 25 mm, स्ल्याबमा 20 mm हुनु पऱ्यो। अनि त्यो जुन क्लियर कभर छ त्यसले कभर ब्लक देख्नुहुन्छ नि, यो कङ्क्रिटको हो, कङ्क्रिट ब्लक हो किन यसको ग्रेड कति हुन्छ, कति हुनु पऱ्यो 800 mm 1 मिटर, त्योभन्दा बढी स्पेसिङ हुनु भएन। हेर्नु त कति नजिक नजिक राखेको छ है, धेरै टाढा पनि हुनु भएन। त्यो रड बस्नको लागि दुईवटा साइजको 40 50 रड बस्छ, ठिक छ। अब यो स्टिरअप हो, स्टिरअपमा हुक कति हुनुपर्छ, 135 डिग्री। त्यहाँ हेर्नु त कुन सेपको छ, डायमन्ड सेपको छ कि नै, त्यही हो डायमन्ड सेपको भने। फर्स्ट हामीले क्यालकुलेसन पनि गरेको थियौँ नि डायमन्ड सेपको, त्यहाँ हेर्नु त डायमन्ड सेप छ कि नै, त्यहाँ डायमन्ड सेप छ है, सबैमा डायमन्ड सेप छ कि नै, सर्कुलर बाइकको भयो, सबैमा डायमन्ड सेप छ है। के हुन्थ्यो यसको फर्मुला, 4H प्लस हुक लेन्थ हो कि नै यसको फर्मुला, के गर्नु कटिङ लेन्थ निकाल्नु, कटिङ लेन्थ डायमन्ड सेप हो है। र त्यहाँ सिट पाइलिङ गरेको छ, हेर्नु त्यो साइडमा सिट पाइलिङ गरेको छ, टाढो झऱ्यो, सिट पाइलिङको जरुरत किन पऱ्यो, त्यहाँ सिट पाइलिङ गर्नुको जरुरत किन पऱ्यो, त्यहाँ अर्काको घर हो, भोलि ऊ घर बनाउला हो कि नै, यो स्ट्रक्चरमा इफेक्ट गर्नु भएन हो, त्यो सिट पाइलिङ हो, त्यो त्यहाँ गरेको छ नि छेउतिर सिट पाइलिङ हो। सिट पनि बिछाउँछ तल, यो टाइपको सिट हो, कुन सिट सर, यो वाला स्टिल सिट। त्यो भित्र कङ्क्रिट पनि हुन्छ मोटा, है। अरू के सोध्नु छ भने सोध्नुहोस् न। त्यसमा पिसिसीमा M15, M10 पिसिसीले पनि M10 M15 हो, आरसिसीमा M20 भन्दा तल राख्नु पर्यो, आरसिसीमा जहिले पनि M20 भन्दा माथि हुनु पऱ्यो, पिसिसीमा M10 अथवा M15 हुनु। 12 र 20 हुन्छ, कहीँ 40 mm पनि हुन्छ, यसमा 12 र 20 हुन्छ। तर यसमा कास्टिङ गर्दाखेरि त्यहाँ पनि कभर प्लेयर हाल्यो भने तर 50 कति भयो 8.5